हेलो गाइस, आज हाम्रो फार्माकोलोजी 2 को डे 3 हो। सो हामी यहाँ सबैजना रेडी भएर नास्ता खान बस्दैछौँ। यहाँ हाम्रो साथीहरू र आजको हाम्रो लोकेसन रहेको छ जडीबुटी। सो गाइस, हाम्रो नास्ता नै आयो। हामी सबैजना यहाँ बाहिर निस्किसक्यौँ, अब जाने हो। यहाँ हामी सबैजना बसको लागि वेट गर्दैछौँ। हामी बसदेखि ओर्लिसक्यौँ, अब यसो हर्ब सेन्टरतिर जाँदैछौँ। हामी पुगिसक्यौँ हर्ब प्रोडक्सन सेन्टर। यही रहेको छ, हाइवेको साइडमै रहेछ। हामी सबैजनाले एप्रोन लगाइसक्यौँ। सो यो हाम्रो सन्चो बनाउने ठाउँ रहेको छ। सन्चोको स्मेल आइरहेको छ यताबाट। ल गाइस, हामी जाँदैछौँ। सो हाम्रो लेक्चर सक्यो, अब हामी जाँदैछौँ। पुरै बिल्डिङ सन्चो सन्चो स्मेल गरिरहेछ। सो गाइस, आजको हाम्रो यो डे 3 को फिल्ड भिजिट नि सक्यो। कता जाने हो र? भरतपुर रे कि बसन्तपुर? ए जान्न म गाइस। यता चाहिँ फोटो खिच्ने कार्यक्रम चलिरहेछ। त्यहाँ पोज, यता क्यामेराम्यान। सो आज हाम्रो यो फिल्ड भिजिट छिटै भ्याएको कारणले हामी यताउति आफ्नो साथीहरूसँग घुम्न सक्छौँ बेलुकाको 6-7 बजेसम्म। गाइस, म चाहिँ अहिले होटल फर्किँदैछु। अरू साथीहरूलाई चाहिँ पाटन बौद्ध कता कता घुम्न छ, उनीहरू घुम्छन्। मलाई चाहिँ यसो सपिङहरू गर्न छ, हल्का रेस्ट गर्न छ। सो म होटल जाँदैछु। म सँगसँगै प्लस यता 2जना साथीहरू पनि छन्। हामी यता न्यु रोडतिर जाँदैछौँ। यहाँ चाहिँ टुटेको धरहरा रहेछ। त्यही 1 बजेसम्म सक्यो। अब यता न्यु रोडतिर जाँदैछौँ, सपिङहरू गर्ने हो अनि फेरि फर्किने होटल। सो दिस इज न्यु रोड। हामी सबै आफ्नो आफ्नो घुमेर यता सबै भेट भएको छ। यति थकाइ लाग्छ, यति गएर सुत्दिने खाना जान खाएर। मैले चाहिँ न्यु रोड घुमेको। अनि हजुरले? हामी पाटन गयौँ, अनि त्यसपछि काठमाडौँ फन पार्क अनि भिरकुटी मण्डप त्यति। तर पनि बहुत घुमे जस्तो लाग्यो। यो दरगाह महल है गाइस। राति भइसक्यो, आजको दरगाह महल है। डरले वहाँ उसलाई हेर्न सक्नुहुन्छ, यस्तो हाल भएको छ उसको। यस्तो मलाई कहिले हेर्नु नलाग्यो। यस्तो अहिले कस्तो भिडियोमा जुम गरेर हेर्नु होला। हेर्नु गाइस, हाइट कति सानो छ हेर्नु गाइस। सर्ट हाइटेड गर्ल। लास्टै महँगो रहेछ गाइस, कुर्ती सुर्ती। मैले के भन्छ सोआईको 2टा मोजा लिएँ। यही किनेको के गाइस, यही किनेको। सो हाम्रो रेखाले यहाँ सक्सको सपिङ गर्दैछ। 3टा थियो भनेको। अनि एक जोडी मलाई होइन? हजुर हजुर, तिमीलाई जो के। सो गाइस, यहाँ हाम्रो डरको महल छ। यहाँ होटलमा एन्ट्री टाइम चाहिँ 6:30 बजी भन्नुभएको थियो। हेर्दा हेर्दै 7 बजिसक्यो। कस्तो छ मेरो चटपटी खाएर? सो हामी यहाँ खाना खाइरहेछौँ। साथीहरू चाहिँ वेट गरिरहेछन् खानाको। रबिन नि उता खाना खाइरहेछन्, भ्याउन लागे।